ल अघि चाहिँ फ्रन्ट क्यामेराबाट लिएको हो। अब यो चाहिँ ब्याक क्यामेराबाट अलिक फुल भिडियोको लागि। उता पुजारीहरू चाहिँ थुप्रै छन्। आज सोमबार हो, त्यसैले आज धेरै पुजारीहरूको भिडभाड हुने रहेछ। आइतबार चाहिँ पूजा गर्ने चलन छैन यहाँ। धेरै चेन छ, धेरै यहाँ चाहिँ राम्रो बनाएको छ। ओ ब्युटिफुल रौतारानी। ओ एउटा चरा यहीँ आएर उडेर गयो। हो एउटा अचम्मको कुरो यस्तो छ कि यहाँ चाहिँ वरिपरि यत्रो जङ्गल छ, रुख छ, तर खै यो पोखरीमा एउटा पात छ, एउटा पात पनि हुँदैन। अब देख्न चाहिँ देखेको छैन भन्नेहरूले चाहिँ यदि कुनै एउटा चाहिँ पात पोखरीमा पस्यो भने एउटा चरा आएर टिपेर बाहिर फालिदिन्छ भन्छ होइन। अब त्यो चाहिँ प्रत्यक्ष चाहिँ मैले देखेको छैन। जो हेर्दाखेरि विश्वास लाग्छ रौतारानीमा शक्ति चाहिँ छ। यो उदयपुर जिल्लाको एकदमै प्रख्यात तीर्थस्थल हो। पूजा स्थल यहाँ छ। यतातिरबाट चाहिँ आउने बाटो छ। म चाहिँ रौता पोखरीको ठ्याक्कै भन्दा पूर्व उत्तर दिशाबाट यो भिडियो क्याप्चर गरिरहेको छु। ल यति नै है त यो रौतारानी माई पोखरीको भिडियो चाहिँ।